स्थानीय र प्रदेश भने प्लटिङवालासँग मिलेर नयाँ सुकुम्बासी बनाउँदैछ। यो क्रूप दृश्य हेर्नु छ भने भक्तपुरमा निम्तो छ, होइन भने विपदहरूकै एमराजलाई बेलैमा तह लगाउनु पर्यो। खोला तटीय क्षेत्रबाट नागरिकलाई बचाउँदा यहाँ केही रुवावासी छ, किनकि सुकुम्बासीका नाममा 36 वर्षदेखि राजनीति गर्नेहरूको खेलो फड्को सकिँदैछ। सम्माननीय सभामुख महोदय, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुन सुरु हुन अब केही दिन बाँकी छ। खोला तटीय क्षेत्रबाट नागरिकलाई बचाउँदा यहाँ केही रुवावासी छ, किनकि सुकुम्बासीका नाममा 36 वर्षदेखि राजनीति गर्नेहरूको खेलो फड्को सकिँदैछ। उता स्थानीय तह र प्रदेशमा उहाँहरूकै दबदबा छ। डाँडाकाँडामा हचुवा तालले डोजरे प्लटिङ चलिरहेको छ। 2 हप्ता अघि 15 मिनट पानी पर्दा डाँडामाथि प्लटिङले थुपारेको माटो बगाएर सूर्य विनायकका विभिन्न स्थानमा स्थानीयको घर घरमा पस्यो, स्थानीयको खेती नष्ट गर्यो। अब मध्य बर्खामा के होला? वर्षौंदेखि सुकुम्बासी बनाइएकालाई सरकार व्यवस्थापन गर्दैछ, तर यता स्थानीय र प्रदेश भने प्लटिङवालासँग मिलेर नयाँ सुकुम्बासी बनाउँदैछ। यो क्रूप दृश्य हेर्नु छ भने भक्तपुरमा निम्तो छ, होइन भने विपदहरूकै एमराजलाई बेलैमा तह लगाउनु पर्यो। धन्यवाद।